नमस्कार सम्पूर्ण मेरा समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ पत्रकार खेलाडी कलाकार सबैलाई फेरि पनि हार्दिक अभिवादन भन्न चाहन्छु। कता कता हुनुहुन्छ, जस्तो रहनुहोस्, मस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, हाँसिराख्नुहोस्, खुसी राख्नुहोस्। जति हाँस्यो जति हाँस्यो उति चाहिँ तपाईँको स्वास्थ्य मान्छ गाइज है भन्न चाहन्छु। र जाँदै गर्दाखेरि चाहिँ हेर्नुहोस्, अहिले जति पनि छन् तपाईँको के भन्छ सांसदहरू भएको छ, सबैलाई फेरि पनि बधाई भन्न चाहन्छु। हामीलाई समृद्ध नेपाल होइन, अब देशको विकास हुनै पर्छ। तर हेर्नु साथी हो, हुँदै गर्दाखेरि चाहिँ एउटा मान्छेसँग बच्नु होला है, फेरि एउटा मान्छेसँग चाहिँ बच्नु होला, यसले सिद्धाउँछ। फेरि यो मान्छे भनेको नेपालको राष्ट्रवाद र राष्ट्रियको त एकदमै अडिग मान्छे हो है। त्यस कारणले यो मान्छेसँगबाट चाहिँ एकदमै बच्नु होला। किन भन्दाखेरि दुई जोडीसम्म पनि होइन, त्यो के भन्छ रवि लामिछानेजीको पद पनि स्लिपै बनाइदिने मान्छे यही हो। यो मान्छेसँग चाहिँ बज्नै साथी हो। हेर्नुहोस् त के भन्दैछ, सबैले हाल्छु भन्छ हो। यो मान्छेले हाल्छ किन भन्दाखेरि यो वकिल हो। वकिललाई धेरै कुरा थाहा हुन्छ के अरे नियम कानुनको विषयमा। त्यस कारणले यो मान्छेसँग चाहिँ बच्नु होला। किन भन्दाखेरि यो मान्छे डेन्जर छ। किनभने अहिले अब तपाईँको लफडा धेरै चाहिँ बनाएको पनि रवि लामिछानेजीको यही मान्छेले हो। त्यो मान्छेको नाम युवराज सफल है। युवराज सफलले सिद्धाउँछ। नमस्कार, सबैले जय होस्।